नमस्कार। फाइनली हामी चाहिँ साथीहरू रेस्टुरेन्टमा आइयो होइन। बाटोमा मलेखुमा गाडी खान रोक्यो। गाडी खान रोकेपछि चाहिँ चट्ट लाएर यो होटलमा बसेर चट्ट अब यो बुढी माउ आज मेरो बुढी होइन श्रीमतीज्यू आउनुभएको थियो लिन। चट्ट लाएर बियर है अनि चट्ट समोसा चटनी खाइएछ। अब यहाँको भ्यूहरू तपाईँलाई देखाउन गइरहेको छु म। अब टक्क 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 गर्दै है टक 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 गरेर यस्तो मजाको तपाईँहरूले सिन देखाउँछ नि गाइज है। यसो हेर्नुहोस्, यो हो हाम्रो नेपालको सिन। बाप रे बाप, ल हेर्नुहोस् हो, हेर्नुहोस् डाँडा ठुलो 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 चट्ट लाएर हो, नदी चट्ट लाएर रमाइलो। हेर्नुहोस् पुलमा फेरि चट्ट लाएर हेर्नुहोस् मान्छेहरू चट्ट लाएर त्यो पारी गाउँ जाने मान्छेहरूले हेर्नुहोस्। यहाँ मलेखु सदरमुकाम भन्छ कि के भन्छ यो सिटी हो, यो मलाई त्यति जानकारी छैन। सामान बोकेर चट्ट बोरा बोकेर जानुपर्छ, रासन पानीहरू हो चट्ट लाएर। ल हेर्नुहोस् गाइज, यस्तो छ हाम्रो नेपाल। चट्टलाई यो होटल पनि राम्रो छ हेर्नुहोस्, बाहिर चट्ट लाएर प्राकृतिकको सुन्दरतामा बसेर रमाउँदै चट्ट लाएर होइन हो कि भन्नुहोस् त। चट्ट खाना खानु पाइन्छ, मजा हुन्छ। कहिले कहिले विकेन्ड पार्टी गर्नलाई नै राम्रो हुन्छ साथीहरू। ल फेरि टक्क 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 लाएर म टक्क लाएर फेरि मेरो मिसेसहरू भट्टा आउँदैछु। पाहुनाहरू हल्लाक्क बस्नुभएको छ है। अर्को भिडियो फेरि बनाउँदै गरौँला।